साउदी अरेबियामा रहेको विश्वकै ठूलो तेल प्रशोधन केन्द्रमा इरानको आक्रमण। दर्शकबिन, साउदी अरेबियाको पूर्वी तटमा रहेको रास तनुरा स्थित विशाल तेल प्रशोधन केन्द्रमा आक्रमण भएको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा एकाएक हलचल देखिएको छ। सामाजिक सञ्जालमा फैलिएको भिडियोमा प्रशोधन केन्द्र क्षेत्रबाट धुवा उडिरहेको र आगो बलिरहेको दृश्य देखिन्छ, जसले घटनाको गम्भीरता झल्काएको छ। यद्यपि आक्रमण कसले र कसरी गर्यो भन्ने विषयमा साउदी सरकारले औपचारिक पुष्टि गरेको छैन। कतार स्थित अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाए अनुसार रास तनुरामा रहेको तेल प्रशोधन संरचनालाई लक्षित गर्दै आक्रमण भएको संकेत देखिएको छ। केही अन्तर्राष्ट्रिय स्रोतहरूले ड्रोन वा मिसाइल प्रयोग भएको हुन सक्ने अनुमान गरेका छन्। तर यो आक्रमण इरानबाट भएको हो, यमनका हुन्ती समूहले गरेको हो वा अन्य कुनै कारणले भएको हो भन्ने बारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। रोइटर्सको रिपोर्ट अनुसार आक्रमणपछि साउदी अरबको सरकारी तेल कम्पनी साउदी आर्माकोले रास तनुरा रिफाइनरी अस्थायी रूपमा बन्द गरेको छ। खबर सार्वजनिक भएसँगै ब्रेन्ट कच्चा तेलको मूल्य करिब 9% भन्दा बढीले उकालो लागेको छ। ऊर्जा आपूर्तिमा अवरोधको आशंकाले बजारमा तत्काल प्रभाव देखिएको विश्लेषकहरू बताउँछन्। अरामको विश्वकै अग्रणी तेल तथा ग्यास कम्पनी मध्ये एक हो, जसको पूर्ण स्वामित्व साउदी सरकारसँग छ। सन् 1933 मा स्थापना भएको यो कम्पनी सन् 1980 देखि पूर्ण रूपमा सरकारी नियन्त्रणमा आएको हो। यसको मुख्यालय धहरानमा रहेको छ। दैनिक लाखौं ब्यारेल कच्चा तेल उत्पादन गर्ने आरामको साउदी अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। कच्चा तेल उत्पादनसँगै रिफाइनिङ, पेट्रोकेमिकल्स र प्राकृतिक ग्यास क्षेत्रमा पनि यसको सशक्त उपस्थिति छ। यसअघि सन् 2020 मा पनि यमनका हुन्ती विद्रोहीले साउदी तेल संरचनामाथि आक्रमण गरेको घटना सार्वजनिक भएको थियो, जसले केही समय ऊर्जा बजार अस्थिर बनेको थियो। पछिल्लो घटनाले पनि त्यही आशंका दोहोरिएको छ। हाल साउदी अधिकारीहरूले सुरक्षा अवस्था नियन्त्रणमा रहेको दावी गरेका छन् भने विस्तृत छानबिन जारी रहेको जनाइएको छ। अन्तर्राष्ट्रिय समुदायले भने मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विश्व ऊर्जा आपूर्ति श्रृङ्खलामा थप जोखिम निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेको छ।